मलाई माछा पोलेर खानका लागि यो फ्रेस हाउस खोले हो तोरा पारी त सराध्य चलिरहेको रहेछ ओ हेलो चिकन खानी हो आज श्राद्धमा चिकन खान्छन् के हो रे श्राद्धमा चिकन खान्छन् ए भाइ आधा किलो चिकन हाल त स्रोत के हो के को स्रोत भाइ मासु किन्न आउने पैसाको स्रोत ओ पाण्डु मासु किन्न आउने ग्राहकको के स्रोत रुक जोखेर दे हस् भले अब यो बिजनेसमा चाहिँ मार्केटिङ गरेन भन्ने काम छैन बुझेस् त्यही भएर हाम्रो यो सक्कै गर्ने फ्रेस हाउसको चाहिँ एफएममा एउटा विज्ञापन बजाउनु पर्छ खुल्यो 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 तपाईँ हाम्रै गाउँ मुड्कु भन्ज्याङमा खुल्यो मासु पसल यहाँ लोकल तथा ब्रोइलर कुखुराको मासु पाउनुका साथै फ्रेस माछाहरू पनि पाइन्छ प्रोप्राइटर जिग्री अभिभाइ मलाई थाहै नदी भित्तीले मासु पसल पो खोलेको भित्ती भनेको नि जोइन्टे मेरो यो मुटुको टुक्रा हो उमेरको अन्तर त्यस्तै 50-60 वर्षको होला हाम्रो तर मन नि मन एउटै हो भित्तीले मासु पसल खोलेछ अब मलाई मासु खानलाई त समस्यै भएन नि होइन लु भो त्यसले त्यत्तिकै मासु दिन त त्यत्तिकै हो ल मसँग अहिले हिन्न मासु पसल भित्ती भन्ने बित्तिकै एक पाउ मासु ओसोल्ची भनेन भने मलाई भन् ल हेरौँला बाँचिहाल्छ कि भनेर राख भित्ती के हो भित्तीले मासु पसल खोलेछ मासु खान पाइन्छ भनेर दौडिँदै आएका होला होइन बाटो लागिहाल्यो काका एक पाउ मासु होइन त ल दाम्ना मेरो साथी आज टेन्सनमा छ जस्तो छ बिजनेसमा धेरैतिरको टेन्सन पनि त हुन्छ नि होइन त्यहाँ गएर कुखुराहरू भुत्याउनु ओर्नु पानी टटाउनु केही होला सहयोग गरिहाल मेरो साथीलाई जा यहाँ भित्र छिरेर मात्रै देखा त